अनि हर्क साम्पाङलाई पनि त नराम्रो भन्छ त तपाईहरु जस्तो जनतालाई दुःख दिने ढुङ्गा बोकाउने माटो बोकाउने पाइप अहिले यहाँ गएर तपाईँ कुनै पनि श्रमदातालाई सोध्नु तपाईलाई जबरजस्ती लिएर आएको हो भनेर गएर सोध्नु कसैले पनि मलाई जबरजस्ती लिएको होइन भन्छन् किनभने हामी आफ्नो खुसीले देशलाई बनाउन आएको हो अनि देशलाई बनाउनुको लागि आएको हामी कसैले पनि जबरजस्ती गरेर आएको होइन हामी देश बनाउन आएको हो तपाईले बनाउँदा देश बनिन्छ त मैले होइन हामीले बनाउँदा देश बन्छ उहाँहरूको तुलनामा हर्क साम्पाङज्यू चाहिँ धेरै राम्रो हो भनेपछि तीनजना बालेन शाह हर्क साम्पाङ रवि लामिछाने भएको तुलनामा अझ हर्क साम्पाङ माथि राम्रो हो हजुर कसरी त अब उहाँहरूले काम गरेको काम देखिएको छैन ए यो नानीले त उनीहरूको विरोध गर्छ भन्नुहुन्छ होला तर उहाँहरूले गरेको काम के काम गर्नुभयो भनेर म सोध्न चाहन्छु भनेपछि उहाँहरू तीनजनाले देशको लागि तपाईँ जनताको लागि काम गर्नु भएको छैन गर्नुभएको होला तर रवि लामिछानेज्यूले त गृहमन्त्रीको पद पाइसक्दा पनि उहाँले सदुपयोग गर्न नसकेको हो नि गृहमन्त्री जस्तो पद पाएर पनि केही गर्नु भएन भन्दा आफ्नो ठाउँमा अलिअलि गर्नुभयो होला तर धेरै गर्नु भएन बालेन शाह पनि अब बालेन शाह नै भइहाल्नु भयो अनि कुलमान घिसिङ पनि अब ठिकै हो कुलमान घिसिङ धरानमा पहिलाको जस्तो छैन अहिले निकै सफा भन्दा नि राम्रो भएको छ हाम्रो धरान राम्रो धरान सफा धरान भएको छ यो चाहिँ हाम्रो लागि मेरो लागि होइन उहाँको लागि होइन कसैको लागि होइन भन्ने होइन उहाँको लागि पनि होइन मेरो लागि पनि होइन हाम्रो लागि हो यो सबैले गर्नुपर्छ क्या यो काम चाहिँ तेरो मेरो हुँदैन सबैले काम गर्नुपर्छ उहाँले मात्र गर्नुभएको छैन हामी सबै श्रमदाता मिलेर गरेको छौँ सबैजना मिलेर गर्नुपर्छ श्रमदान चाहिँ के हो त तपाईको मूल्य श्रमदान भनेको देशको भविष्य हो देशको नयाँ निर्माण हो नयाँ निर्माण श्रमदान हजुर देश निर्माणको नयाँ अब कुराले त बन्दैन होला कामले नै बन्छ अनि फेरि हर्क साम्पाङज्यूले कुर्सीमा बसेर चाहिँ तँ गर भन्नुभएको छैन आफै आउनु भएको छ आफै गर्न आउनु भएको छ त्यही भएर चाहिँ श्रमले नै देश बन्छ यसरी नै बन्छ देश यसरी नभने कुराले बन्छ यत्रो नेपालीको आश भरोसा विश्वास अब सबै चाहिँ हर्क साम्पाङज्यू माथि छ उहाँमा धेरै नेपालीको आश छ उहाँले नगरे अब कसले गर्छ यो देशलाई उहाँले नै गर्नु पर्यो गर्नुहुन्छ उहाँले नै नेतृत्व सम्हाल्नु पर्यो भन्ने कुरो हो तपाईको हजुर अरू मान्छेले बनाउँछ जस्तो लाग्दैन अरू पनि नेताहरू छन् त अरू नेता त अब आफ्नो लागि मात्र सोच्ने हो आफू बसेर अरूलाई काम अराउने मात्र हो अब हर्क साम्पाङज्यू चाहिँ आफै पनि आउनुहुन्छ अरूलाई पनि अराउनुहुन्छ अब एक्लैले त गर्न सकिँदैन आफू पनि गरौँ अरूलाई पनि गरौँ हो क्या भ्रष्टाचारीले लुटेर खाइसकेको देशमा अब उहाँले चाहिँ यो देशलाई चाहिँ सुनौलो सुन जस्तो बनाउनुहुन्छ भन्ने हर्क साम्पाङले सुनौलो र सुन्दर सुन जस्तो कसरी बनाउला त विकास गरेर अब यहाँ हेर्नुहोस् न धरानमा पहिला यो ओछा पार्क भन्ने ठाउँ यो मनोरञ्जन गर्ने ठाउँ यहाँ थिएन उहाँले यस्तो खोला यस्तो बाढी आउने ठाउँलाई संरक्षण गरेर यस्तो पार्क बनाउनु भएको छ अनि धरान अहिले यही पार्कले गरेर धेरै राम्रो देखिन्छ भने उहाँले धरानकै मेयर भएर यत्रो ठुलो प्रगति गर्नु भएको छ भने प्रधानमन्त्री हुनुभयो भने त उहाँले नेपाललाई नै विश्वमा चिनाउनुहुन्छ अहिले चाहिँ चिनाउनु भएको छैन उहाँले अहिले नै यत्रो ठुलो काम गर्दै हुनुहुन्छ मेयरकै पदमा भनेपछि प्रधानमन्त्री भएपछि कस्तो काम गर्नुहुन्छ त्यो त सोच्नै नसकिने कुरा हो भनेपछि कस्तो बनाउनु हुन्छ होला त हर्क साम्पाङ प्रधानमन्त्री हुनुभयो भने यो नेपाल भन्ने देश
यो हाम्रो देश भनेको चाहिँ सुनै हो तर सुनलाई पनि त त्यत्तिकै त्यसलाई सुन जस्तो बनाउनु पर्छ कि पर्दैन जस्तै सुनको औँठी हार त्यस्तो बनाइन्छ नि बनाएर हो त्यस्तै उहाँले पनि बनाउनुहुन्छ हाम्रो देशको सदुपयोग यो ठाउँ भूगोलहरूलाई राम्रो बनाएर सदुपयोग गर्नुहुन्छ